हजुरहरु सबै अलिक सिधा बस्नुहोस्, कमर सिधा बनाएर अनि ज्ञान मुद्रा लगाएर यसरी घुँडामा यसरी हात राखेर ज्ञान मुद्रामा बस्नुहोस् र ज्ञान मुद्रामा बसेर बिस्तारोसँग आँखा चिम्लिनुहोस्। शरीरलाई एकदम ढिला छोडेर आँखा चिम्लिएर बडो भाव र प्रेमको साथमा सबभन्दा पहिले आफ्नो शरीरलाई ध्यान दिनुहोस्। यो शरीर परमात्माले दिएको एउटा उपहार हो। यो शरीर द्वारा साक्षात पूर्ण पुरुषोत्तम परब्रह्म परमात्मा आत्मा का मालिक धाम धनी को साक्षात्कार गर्न सकिन्छ, उहाँसँग भेट गर्न सकिन्छ। त्यसकारणले अन्य सबै शरीरहरू यो भन्दा नीच यो भन्दा उच्च शरीरहरू भन्दा यो शरीरको कदर छ। तर यो शरीरमा एउटा मन छ जुन मनलाई हामीले साधना जरुरी छ। तसर्थ बडो शान्त भएर आफ्नो मन उपर निगरानी राख्नुहोस्, सोच्नुहोस्, ध्यान दिनुहोस् र आफ्नो मनलाई एकदम एकाग्र बनाएर, कसले होइन, मनलाई याद राख्नुहोस्। मनलाई बार बार मित्रको रूपमा सम्झाउनुहोस्। हे मन, तिमीले चाह्यौ भने म अक्षरातीत धाम धनी मेरो प्राण प्रियतम प्राण वल्लभको श्री चरणारविन्दमा म पुग्न सक्दछु, मलाई सहयोग गर। यसरी मनलाई बार बार सम्झाएर, मनलाई साथी बनाएर, आत्माले मनलाई साथी बनाएर श्री परमधाम जानका लागि तयार बनाऊ। श्री परमधाम को यात्रा अनंत छ, अद्वैत छ। तर प्राणनाथजी भन्नुहुन्छ जति टाढा अनंत भए तापनि पंथ होवे कोटि कल्प प्रेमे पहुँचावे बिने पलक। हामी जहाँ मन पनि पुग्न सक्दैन, अवाङ मनस गोचरम, जहाँ बुद्धि को प्रवेश छैन त्यहाँ त आत्मा मात्र जान्छ। तर मनलाई साथी बनाएर अब आत्माबाट यात्रा गर्ने प्रयत्न गरौँ। यो संसार मृत्यु लोकमा हामी बसेका छौं। श्री प्राणनाथजी महाराज भन्नुहुन्छ, हो मेरी वासना तुम चलो अगम के पार, अगम पार अपार पार तहाँ है तेरो करार। हो मेरी वासना तुम चलो अगम के पार। हे आत्मा, तिमी अगमदेखि पर श्री परमधाममा जाने प्रयत्न गर। त्यो परमधाममा कसरी जाने? बिस्तार बिस्तार यो पांच भौतिक शरीर जसमा आत्मा विराजमान छ, यस्तो सम्झिनुहोस् बिस्तारो ढंगले यो शरीरबाट म एउटा जाज्वल्यमान परम तेजस्वी अनंत कोटि सूर्यको जस्तो प्रकाश भएको म आत्मा यो शरीरलाई अब बिस्तार बिस्तार छोडेर म ऊर्ध्वगामी हुँदैछु। यहाँबाट निस्किएर बिस्तारो बाहिर जाँदा नीलो परम स्वच्छ आकाश, अनि त्यो स्वच्छ आकाशलाई पनि उड्दै उड्दै दुईटा प्रेमको र ज्ञानको पंख लगाएर उड्दै उड्दै जाँदा आकाशलाई भेदन गरेर, आकाशलाई उल्लङ्घन गरेर आकाशदेखि माथि जाँदा हामीले देख्यौं थरी थरीका देवताहरू छन्।
हामीले हाम्रा मठ मन्दिरमा धेरै धेरै देवी देवताहरूका मूर्ति देखेका छौँ, तर आकाशलाई अन्तरिक्षलाई उल्लङ्घन गरेर माथि पुगेपछि हामीले ती देवताहरूका अलग अलग स्थानहरूलाई देख्दछौँ। हात जोडेर सबैलाई मनले नै आत्माले नै प्रणाम गरेर म आफ्नो प्रियतमसँग भेट गर्न जाँदैछु, प्रियतमलाई मिल्न जाँदैछु, तसर्थ मलाई अगाडि बढ्ने आज्ञा दिनुहोस्, आशीर्वाद दिनुहोस् भनेर ती देवताहरूलाई श्रद्धापूर्वक अवनत भएर देवताहरूको धामलाई उल्लङ्घन गरेर नागेर त्यहाँबाट अगाडि बढ्दै जाँदा माथि पुग्दाखेरि अनेक ऋषिहरूका स्थान छन्, जुन ऋषिहरूले हजारौं वर्ष तपस्या गरेर आफ्नो मुक्तिको ठाउँ प्राप्त गरेका छन्। तर मेरो यो स्थान होइन, मेरो यो मन्जिल होइन, मेरो गन्तव्य स्थान होइन। त्यहाँबाट पनि ती तेजस्वी महात्माहरूलाई प्रणाम गर्दै अगाडि बढ्नुहोस्। अगाडि बढ्दा तपाईँलाई आश्चर्य लाग्छ, यो सारा संसार जसबाट सृष्टि भयो, अनन्त अनन्त कोटि कोटि सूर्य जस्तो प्रकाश, चार मुखले युक्त भएका, चारैतिर वेदको सुमधुर ध्वनि ध्वनित भएको तपाईँ सत्यलोकमा पुग्नुहुन्छ। भगवान ब्रह्माजी यो सृष्टिको रचयिता हुनुहुन्छ, उहाँलाई प्रणाम गरेर आशीर्वाद लिएर अगाडि बढ्नुहोस्। भगवान शङ्कर बस्नु भएको छ, भगवान शङ्कर महादेव पशुपतिनाथ भगवान उहाँको स्थानमा उहाँलाई पनि प्रणाम गरेर उहाँलाई पनि आशीर्वाद मागेर भगवान शिवको कैलाश धामलाई पनि उल्लङ्घन गरेर अनन्त अनन्त प्रकाशले सुसम्पन्न हुनुभएको 14 लोकको मालिक भगवान श्री विष्णुको दर्शन हुन्छ। चार हातमा अलग अलग वस्तुहरू विराजमान छन्। लक्ष्मीले सेवित हुनुभएका भगवान श्री विष्णुलाई कोटि कोटि प्रणाम गर्नुहोस्। उहाँ यो क्षर ब्रह्माण्डको 14 लोकको मालिक हुनुहुन्छ। तर भगवान विष्णुलाई भन्नुहोस् कि मेरो गन्तव्य स्थान यो होइन, म त अझै अगाडि बढ्छु, मलाई आशीर्वाद दिनुहोस्। भगवान विष्णुलाई प्रणाम गरेर अगाडि बढ्नुभयो। अगाडि बढ्दा चारैतिर देवी देवी देवीहरूले घेरिएको एउटा दिव्य लोकमा पुग्नुभयो, जो गायत्रीको लोक हो, महामायाको लोक हो, जगदम्बाको लोक हो। त्यहाँ अत्यन्त राम्रो सिंहासनमा परम भगवती पराम्बा अष्टभुजाले युक्त भएर माता विराजमान हुनुहुन्छ। यिनै आदिशक्ति हुन्, यिनै भवानी हुन्। इनलाई प्रणाम गरेर उनको प्रेमपूर्ण आशीर्वाद प्राप्त गरेर अझै अगाडि बढ्नुहोस्। क्षर ब्रह्माण्डको मालिक, अनन्त अनन्त कोटि सूर्य जस्तो चम्किलो भगवान श्रीमन नारायणको स्थानमा पुग्नु। भगवान नारायणलाई प्रणाम गरेर भगवान नारायणलाई बार बार प्रणाम गरेर हे प्रभु, मलाई अगाडि बढ्ने आज्ञा दिनुहोस्। भगवान नारायणलाई पनि प्रणाम गरेर उहाँको आज्ञा र आशीर्वाद प्राप्त गरेर अब क्षर ब्रह्माण्डको बलियो यो परिधिलाई नागेर अक्षर ब्रह्ममा प्रवेश गर्नुहोस्। पहिलो अव्याकृत अक्षरको स्थान छ, जहाँ ओमकार प्रणव ब्रह्मको स्थान छ। यसलाई पनि उल्लङ्घन गरेर प्रणाम गरेर अगाडि बढ्नुहोस्। सबलिक ब्रह्मको स्थान छ। सबलिकलाई प्रणाम गरेर पुनः केवल ब्रह्म, केवल धाम, जो साक्षात परम धाम को प्रतिरूप छ, त्यो केवल धाम का केवल ब्रह्मलाई प्रणाम गरेर सत्स्वरूप अक्षरको धाममा पुगेर
सत्स्वरूप अक्षरलाई पनि प्रणाम गरेर अगाडि बढेपछि तपाईं देख्नुहुन्छ निकै अगाडि बढेपछि पश्चिमतिर एउटा विशाल नदीको दर्शन हुन्छ। यो नदी अरु केही नदी होइन, परमधामको उत्तरपट्टिको पहाड पुखराज पर्वतबाट 16 धाराबाट निस्किएकी परब्रह्म परमात्मा अनादि अक्षरता अक्षरातीत श्री कृष्ण की प्रिया श्री जमुना जी हुन्। श्री जमुना जी उत्तरबाट बगेर पूर्व गएर, पूर्वबाट दक्षिणतिर गएर, दक्षिणबाट फेरि पश्चिमतिर गएर हौज कौशल तालाबमा श्री जमुना जी विश्राम गर्दछिन्। जमुनाको छेउमा पुग्नुभयो, त्यो जल हेर्दा आश्चर्य हुन्छ, यति सुमधुर जल, एकदम पवित्र जल, कहीँ पनि कतै पनि फोहोर छैन, मैला छैन, कञ्चन एकदम राम्रो कल कल छल छल बग्दै गरेको श्री जमुनाजीलाई प्रणाम गर्नुहोस्। र श्री जमुनाजी पानीमा साक्षात देवीको रूपमा प्रकट हुन्छन् र ती देवी भन्दछिन्, म योग माया हुँ, म परमात्मा की दासी हूँ, परमात्मा को दर्शन गर्न आएको हे आत्मन, तिमी अब यो शरीरबाट परमधाम जान सक्दैनौ, तसर्थ आऊ, म तिमीलाई नयाँ शरीर प्रदान गर्दछु, नयाँ आभूषण प्रदान गर्दछु भनेर म छेउमा पुग्दा मलाई श्री योग मायाले त्यो जमुनामा प्रवेश गराउनु भयो। जमुनामा प्रवेश गरेर, जमुनामा डुबकी लगाएर, बार बार स्नान गरेर फुत्त बाहिर निस्किँदाखेरि एउटा दिव्य परम सुन्दरी, परमात्मालाई अत्यन्त माया गर्ने, परमात्माले माया गर्ने श्री परमधाम की सखीको रूपमा म परिवर्तन भइसकेको छु। परमधाम को सखीको रूपमा अनेक अनेक आभूषणले सुसज्जित भएको त्यो श्री परमधाम को पर आत्म शरीर अब अगाडि बढ्दछ। बढ्दै बढ्दै जाँदा चाँदनी चोकको सामने एउटा लामो सिडी छ, जसमा 100 सिडीहरू छन्। त्यो 100 सिडीको छेउमा दुईटा वृक्ष छन्, हरा वृक्ष र लाल वृक्ष। यी वृक्ष मानव वृक्ष होइनन्, यी परमधामका पहरेदार हुन्। उनीहरूले स्वागत गर्दछन्, आओ सखी, अनन्त अनन्त वर्षपछि तिमी पुनः श्री परमधाममा फर्केकी छौ, आओ भनेर उनीहरूले आज्ञा दिएर अब सिडी चढ्न प्रारम्भ गर्नुहोस्। परमधामको शरीर हो, पर आत्मा शरीर हो, यसमा थकावट छैन, यसमा आलस्य छैन, जाज्वल्यमान शरीर छ, चारैतिर सुगन्धै सुगन्ध छ, शीतल वातावरण छ। एक एक सिडी अगाडि बढ्नुहोस्। मनमा यति उत्ताल तरङ्गहरू छन्, कहिले मैले मेरो प्राण प्रियतम परमात्माको दर्शन गर्ने, म कहिले मूल मिलावा पुग्ने। 1 सिडी, 2 सिडी, 3 सिडी, 4 सिडी, 5 सिडी पछि जाँदा त्यसको प्लेटफर्म, त्यसको पछि चढ्दै चढ्दै 100 सिडी पुग्नुभयो। 100 सिडीमा विशाल दरवाजा छ। त्यो दरवाजा तपाईँ पुग्ने साथ, प्रणाम गर्ने साथ त्यो दरवाजा आप से आप खुल्दछ। त्यो दरवाजा खोलेर भित्र हेर्दा त यो मेरो परमात्माको, मेरो आत्माको साम्राज्य, राजधानी, यो मूल, यो रङ्गमहल हो। प्रवेश गर्नुहोस्। 28 स्तम्भको चौकमा चौखटलाई प्रणाम गर्नुहोस्। बार बार मनमा राज्यलाई भेट्ने, परमात्मालाई भेट्ने, अनादि अक्षरातीत श्री कृष्णलाई भेट्ने, श्यामाजीसँग दर्शन गर्ने हृदयमा यति धेरै भावना छ, यति धेरै उत्ताल तरङ्गहरू छन्। बस परमात्माको दर्शन गरेर, परमात्माको ध्यान गरेर
अब त्यहाँबाट अगाडि बढ्दै बढ्दै जाँदा अगाडि बढ्दै बढ्दै जाँदाखेरि अगाडि बढ्दै बढ्दै जानुहोस्। प्रथम चौरस हवेली छ। चौरस हवेली, 1 चौरस हवेली, 2 चौरस हवेली, 3 चौरस हवेली, 4 चौरस हवेलीलाई नागेर जब 5वां गोल हवेलीमा पुग्नुहुन्छ, गोल हवेलीमा पुग्दा आश्चर्यचकित म जहाँबाट संसारमा आएको थिएँ त्यो मेरो मूल स्थान मूल मिलावामा म पुगेको छु। मूल मिलावा कम्मरभर उच्च चबुतरामा छ। मूल मिलावामा जानका लागि सिडी चढ्नु पर्दछ। 1 सिडी, 2 सिडी, 3 सिडी चढ्नुहोस्। पूर्व, तपाईँ पूर्वबाट जानुभएको छ, पश्चिमतिर पूर्वको ढोकामा पुग्नुभएको छ। यसरी नै पश्चिममा पनि ढोका छ, उत्तरमा पनि ढोका छ, दक्षिणमा पनि ढोका छ। पूर्वको ढोका, पूर्वको दरवाजाबाट प्रवेश गर्नुहोस्। यति सुन्दर दरवाजा छ। एक एक बहुमूल्य नङहरू छन्। त्यो दरवाजाको चौखटलाई प्रणाम गरेर भित्र पस्दाखेरि सामने 12,000 ब्रह्म सृष्टि, 12,000 सखीहरू 3 हारमा बसेका छन्। चारैतिर राज्य महाराज परमात्मालाई भेट्नका लागि बाटो बनिएको छ। तपाईलाई आश्चर्य हुन्छ, अरे म भन्दा पहिले मेरा साथीहरू, मेरा सखीहरू परमधामको ज्ञान लिएर, तारतम मन्त्र प्राप्त गरेर, साधना गरेर म भन्दा पहिले नै जागिसकेका छन्। आफ्नो आफ्नो ठाउँमा बसिसकेका छन्। म भन्दा पहिले नै यिनीहरू जागृत भइसकेका छन्। सबैलाई प्रणाम गर्दै गर्दै अगाडि बढ्नुहोस्। अब अगाडि बढ्नुहोस्। मन अझै उत्ताउलिरहेको छ। मन अझै उमङ्गले भरिएको छ। मनमा अत्यन्त उत्साह छ। तपाईँ हेर्नुहुन्छ बीचमा एउटा विशाल सिंहासन छ। सिंहासनको हामी पूर्वबाट जाँदा हाम्रा बायाँ हाततिर सिंहासनमा राज्य महाराज बस्नुभएको छ। दाहिने हाततिर श्यामाजी महारानी श्री राधाजी बस्नुभएको छ। राज्यको स्वरूपको अलिअलि दर्शन टाढाबाट हुँदैछ। त्यो दर्शन गर्नका लागि, उहाँको चरणलाई प्रणाम गर्नका लागि चाँडो 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 जाँदाखेरि हामी त्यो सिंहासनको अगाडि पुग्दछौँ। अनन्त अनन्त वर्षदेखि अक्षरातीत परब्रह्म परमात्माबाट टाढा भएर, प्राण प्रियतमसँग टाढा भएर मायाले हामीलाई अत्यन्त अनुरक्त बनाएको थियो। तर आज सद्गुरुको कृपाले म राज्यको अगाडि, श्यामाजीको अगाडि पुग्न सकेँ। मन यति आनन्द र उत्साहले भरिएको छ, मानव मन बाहिर निस्किन्छ जस्तो छ। राज्य महाराजको दिव्य श्री चरणको दर्शन गर्नुहोस्। एउटा अत्यन्त सुन्दर चौकीमाथि सुन्दर गद्दी बिछाएको छ। त्यो गद्दीमाथि अक्षरातीत धामधनीका जुगल चरण त्यहाँ विराजमान छन्। गौरवर्णको श्री जुगल चरण, जुगल चरणमा 5वटा अंगूठा सहित उहाँका नख पंक्तिहरू दर्शन गर्नुहोस्। गरेर आफ्नो यो परम भाग्यमानी मस्तिष्कलाई श्री राज्य महाराजको चरणमा राखिदिनुहोस्। परम शीतल चरण राज्य महाराजको। इन पाऊँ तले पड़ी रहूं, धनी नजर खोलो बातुन्ना, परन बालू निरखूं नेत्रे, मेरे जीव के यही जीवन। राज्य महाराज को चरण में मस्तक पुग्ने बित्तिकै राज्य महाराज आफ्नो आसनबाट उठ्नुहुन्छ। अरे सखी, हे मेरी प्रिय सखी, कति वर्ष लगायो, कति ढिलो गर्यो जाग्नका लागि, झल्यास बिउजिनका लागि। म तिम्रो प्रतीक्षा गरिरहेको थिएँ। राज्यको सुमधुर
आवाजले राज्यको मिठो बाणीले आश्चर्यचकित भएपछि राज्यले आफूभित्र तानेर आफ्नो अङ्कमाल गर्नुहुन्छ र राज्यले खूब प्रेम गर्नुहुन्छ। राज्यको त्यो आश्लेष र श्री राज्य महाराजको त्यो आलिङ्गन प्राप्त गरेर म आत्मा हर्ष विभोर भएको छु, आनन्दले विभोर भएको छु। आँखाभरि आँसु आउँदछ। कति वर्ष लाग्यो यहाँ पुग्नका लागि, कति जन्म लाग्यो यहाँ पुग्नका लागि। हे धनी, हे पिया, आसनमा राज्य महाराज विराजमान हुनुहुन्छ। श्यामाजी महारानीको श्री चरणारविन्द, कति राम्रा चरणारविन्द छन्। संसारमा यति राम्रो चरण कसैको छैन। श्यामाजी महारानी जो हाम्रो मूल स्वरूप हुनुहुन्छ, उहाँको चरणमा प्रणाम गरेर आँखाभरि आएका आँसुहरूले श्यामाजी र राज्यको चरणलाई धोएर राज्य महाराजको सम्पूर्ण दर्शन, उहाँले लगाएको वस्त्र, उहाँका शरीरमा अलग अलग स्वरूप अङ्गको दर्शन गर्दै गर्दै त्यो मुखारविन्दको दर्शन गर्नुहोस्। जसले सारा विश्व देवी देवता ब्रह्मा विष्णु महेश महामाया जगदम्बा नारायण भगवान अक्षर ब्रह्मलाई पनि जसले मोहित गरेको छ, त्यस्तो राज्य महाराजको त्यो मुखारविन्दलाई याद गर्नुहोस्। स्वरूप सुन्दर सनकुल सकुमल रूह देख नयना खोल जमाल। आज मैले सद्गुरुको कृपाले, हजुरको यादले म हजुरको श्री चरणसम्म आइपुगेको छु। हे धनी, हे पिया, हे प्राणवल्लभ, हे प्रियतम, अब मलाई यो चरणबाट अलग नगर्नुहोस्। यो चरणको प्रीति, यो चरणको सुगन्ध, यो चरणको भाव मेरो हृदयमा सधैँ सधैँ अंकित होस्। मेरो हृदयमा मायाले दूषित गर्न नसकोस्। यो भावको साथमा श्री राज्य महाराजको र श्यामाजी महारानीको दिव्य चरणलाई बार बार हेर्नुहोस्, बार बार आँखाका पुतलीमा राख्नुहोस्, बार बार आफ्नो स्मरणमा राख्नुहोस्, बार बार आफ्नो हृदयमा राख्नुहोस्। यो उत्ताउलो मनका एक तार तारमा वृत्ति वृत्तिमा धनीको चरणले अंकित बनाउनुहोस् र बार बार याद गर्दै गर्नुहोस्। श्री राज चरणों के पास रखना, श्री राज चरणों के पास रखना। मेरे अवगुण सारे माफ करना, मेरे अवगुण सारे माफ करना। श्री राज चरणों के पास रखना, श्री राज चरणों के पास रखना। हे पिया, हे धनी, हे मालिक, हे प्राणवल्लभ प्रियतम, अब मलाई यो चरणबाट अलग नगर्नुहोस्। मलाई यो चरणको सन्निकटमा राख्नुहोस्। मेरा स्मृतिहरूमा यो चरण रहन सकोस्। यो भावले भित्र हृदयमा राज्य महाराजको चरणको दिव्य चिन्हलाई स्मरण गर्दै गर्दै बिस्तारोसँग दुवै हातलाई बिस्तारो मलेर रगडेर आफ्नो आँखामा राख्नुहोस् र बार बार धनीको चरण, त्यो मूल मेरावाको दर्शन, श्यामाजी महारानीको दिव्य स्वरूप,
हाम्रा साथी सखीहरूको त्यो सुन्दर बोलमेलाको बैठकलाई याद गर्दै गर्दै अब बिस्तारो आँखा खोलेर अनि अब हामी पुनः आफ्नो कार्यमा लाग्नेछौँ। कृष्ण कन्हैया लाल की, श्री निजानंद स्वामी की, श्री प्राणनाथ प्यारे की प्रणाम।